यो चाहिँ हामी लामटाङको अब केन्जिङ भन्ने ठाउँमा आइपुग्नु लाग्यो। यहाँबाट चाहिँ अब रिवान जानलाई चाहिँ 2 घन्टा लाग्छ है। गाइस अब यस्तै बाटो यस्तो छ है, बाटो त यस्तै हो। ल यस्तो दामी देखिन्छ है, है दामी देखिन्छ। छ भ्यू चाहिँ बाटो यस्तै छ। अलिकति हिजो अस्ति चाहिँ मौसम खुलेकै थिएन होइन, आज चाहिँ मौसम अलिकति खुलेर खोला पनि देखाइदिनु भाइ। खोला कसरी राम्रोको हिमाल खोला देखाइदिनु खोला। माथि गएर भेटौँ है। यो चाहिँ हाम्रो हाम्रो चाहिँ डम्बर हाल्छसँग आएको छु है। ल गाइस सुरु यो चाहिँ होइन, यो चाहिँ हाम्रो मनै हो क्या, माने है। यस्तो राम्रो घुम्छ कि है, बब्बाले घुम्छ कि पुरानो घुम्छ है। ल गाइस अब यहाँबाट चाहिँ उयो माथिको चाहिँ गुम्बा है, त्यो चाहिँ गुम्बा हो। गुम्बाबाट चाहिँ हामी उ त्यहाँ आरोनाटु भनेर चाहिँ यहाँबाट चाहिँ माथि ठ्याक्क त्यहाँ डाँडामा जाने हो। अब एकैछिनमा चाहिँ यो चाहिँ केन्जिङ गुम्बा भन्ने चाहिँ उयो हो। ल गाइस अनि यहाँबाट चाहिँ यस्तो दामी सिन देखिन्छ। ल यस्तो बोबाल आउँछ। ल यो चाहिँ लामटाङ बजारको चाहिँ यो पावर हाउस होइन। यहाँ पावर हाउस है, यहाँबाट चाहिँ माथिबाट चाहिँ बतेश्वर ल्याउँछ यहाँबाट है। यस्तो राम्रो चाहिँ यस्तो भ्यू चाहिँ दामी रहेछ। ल लामटाङ हिमालको पुल रहेछ, यस्तो सिन राम्रो छ है। बोबाले चाहिँ लगाइस हामी चाहिँ होइन तपाईँको यो लामटाङको चाहिँ माथि केन्जिङ भन्ने ठाउँमा आइपुग्यो। अब आइपुग्न लाग्यो होइन। तपाईँको यहाँबाट चाहिँ लगभग केन्जिङ पुग्न अब 2 मिनट मात्र बाँकी समय छ। किनभने लास्टै आज अलिअलि हुस्मल लागेर जस राम्रै छ भन्नु पऱ्यो। लास्टै गर्मी नै छ, चिसो चाहिँ अहिले लास्टै कालो भइसक्यो है। तर केन्जिङ भ्यालीमा अब दामी छ। ल अब माथि जाने भनेको के हुन्छ। अब यस्तो राम्रो हिमाल चाहिँ ल गाइस अब हामी चाहिँ केन्जिङ आइपुग्न लाग्यो। केन्जिङमा चाहिँ केन्जिङ भ्याली आइपुग्न है गाइस। लास्टै ल लास्टै हुन्छ। हेर्नु गाइस कस्तो राम्रो छ भ्यू छ है। आमामा मलाई छ एउटा मसा त हेर्नु है। मलाई यहाँ हेर्नु कस्तो राम्रो छ। ल गाइस अब यो माथिबाट हिउँ पऱ्यो यस्तो छ नि। ल हाम्रो सुशील चाहिँ सुशील पौडेल, हाम्रो सुशील पौडेल सर जान त जाने भने खासै मलाई हिँड्ने गाह्रो भइरहेको छ नि त।
गर्मी भएर फर्स्टै थकाइ लाग्यो कि है ल गाइस अब हामी केन्जिङ भ्यालीमा आइपुग्दा होइन इधर गाइस ल केन्जिङ भ्याली भनेको यसलाई हो नि त वाउ ल यस्तो राम्रो छ अस्टेक गर्छ है ल ए फाइनली केन्जिङ ल यहाँ चाहिँ पुरै यस्तो देखिन्छ आमामा कम ठाडै छ त हिँडै कहाँ फर्किने यस्तो ठाडो छ केन्जिङ भ्याली हामी यहाँबाट चाहिँ लगभग 300 मिटर माथि आइसक्यो हिमाल यस्तो छ यस्तो बाटो यस्तो चाहिँ ठाडै यस्तो आइपुग्यो ओ ल अहिले त हुस्सु लगाइराख है ओ गाइस ल फाइनली रिवान है गाइस यो रिवान ओ भिडियो त हो हिमाल Whoa, guys! रिटुतिर जाँदैछौँ है गाइस। ल गाइस, हामी रुवान चाहिँ भ्रमण गरेर अहिले हामी चाहिँ रिटुतर्फ लाग्दैछौँ। रिवानबाट समथिङ रिटु पुग्नलाई 15 देखि 20 मिनट लाग्नेछ। यस्तो छ बाटो। थाक्यो यार, थाक्यो। झन्डा है।
गाइस पार्कमा पुगिरहन्छ तँलाई घुम्छु